नेपाल विश्वमा नै प्रजनन स्वास्थ्य र त्यसमा पनि गर्भपतन सम्बन्धी अधिकार सुनिश्चितताको लागि आवश्यक प्रगतिशील कानुनी व्यवस्था भएको मुलुक हो। के यो प्रगतिशील कानुन निर्माण गर्ने यात्रा सहज थियो त? विक्रम सम्वत 2046 र 2062-63 को जनआन्दोलनको जगमा हासिल भएका राजनीतिक परिवर्तनले नेपालमा मानव अधिकार तथा महिला अधिकारमुखी अवधारणाको विकास भयो। परिणामतः नेपालको संविधानको धारा 38(2) प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धी हक हुनेछ भन्ने व्यवस्था गरिएको छ। प्रजनन स्वास्थ्य अन्तर्गत गर्भपतन अधिकार एक अभिन्न अङ्ग हो। यो संवैधानिक व्यवस्थाको सुनिश्चितताको लागि माननीय सांसद, सरकार, नीति निर्माता, स्वास्थ्यकर्मी साथै यस क्षेत्रमा कार्यरत गैर सरकारी सङ्घ संस्था, नागरिक समाज तथा अधिकार कर्मीहरूको साझा प्रयास रह्यो। 2059 साल अघि नेपालमा गर्भपतन पूर्ण रूपमा बन्देज थियो भने असुरक्षित गर्भपतनको कारणले महिलाको जीवन र स्वास्थ्यमा गम्भीर असर परिरहेको थियो। म यो भर्खर काम गर्न सुरु गरेको थिएँ मेडिकल अफिसर भएर प्रसुति गृहमा, र त्यो बेलामा विभिन्न किसिमका स्वास्थ्य समस्याहरू लिएर आउने महिलाहरूमध्ये कतिपय महिलाहरू असुरक्षित गर्भपतनको समस्या लिएर आउनुहुन्थ्यो। र सबभन्दा दुःखलाग्दो कुरा के थियो भने त्यो मध्ये कतिजनालाई चाहिँ हामीले बचाउन पनि सक्दैनथ्यौँ। कतिजनालाई बचाउँथ्यौँ तर उहाँहरूको शारीरिक र मानसिक अवस्थामा समस्या परेको देखिन्थ्यो। असुरक्षित गर्भपतनको कारणले महिलाहरूमा गम्भीर असरहरू परेको त्यसबेला गरिएको विभिन्न अध्ययन अनुसन्धानले पनि देखाएको थियो। कानुनी मान्यता पाउनुको लागि पनि धेरै पहलहरू गरेछ, धेरै क्षेत्रबाट, धेरै संस्थाहरूबाट, जसमा कृपाले चाहिँ एउटा रिसर्च संस्था भएको हुनाले कृपाले चाहिँ रिसर्च चाहिँ कम्तीमा 9-10वटा रिसर्च गरेको थियो। प्रशस्त तथ्याङ्क छ, कोही पनि हामीले कुनाकानी छोडेनौँ। रिसर्च गर्नुमा एबोर्सन लिगलाइज गर्नुपर्छ, यो एउटा मात्रै महत्त्वपूर्ण स्टेप हो भनेर हामीले एबोर्सन लिगलाइज गर्नु लागि चाहिँ एडभोकेसी सुरु गऱ्यौँ र त्यसको चाहिँ राम्रो फल आयो। 2002 मा एबोर्सन लिगलाइज भयो। गर्भपतनको अधिकारका लागि काम गर्ने महिला कानुन र विकास मञ्च FWLD, कृपा, नेपाल परिवार नियोजन सङ्घ, सेन्टर फर रिप्रोडक्टिभ राइट्स CRR लगायतका सङ्घ संस्थाहरू एवं अधिकार कर्मीहरूको सक्रियतामा गर्भपतनलाई कानुनी मान्यता दिलाउन निरन्तर पहल र प्रयासहरू गरियो। स्वास्थ्य सचिवको अध्यक्षतामा 5वटा सचिव रहेको एउटा स्टेयरिङ कमिटी थियो। हामीले त्यो कानुनी प्रावधानहरू बनाइसकेपछि हामीले त्यो स्टेयरिङ कमिटीमा राख्यौँ र स्टेयरिङ कमिटीले अनुमोदन गर्यो। त्यो बेला चाहिँ निकै नै विरोध भएको थियो सुरुमा, तर त्यहाँ हामीले प्रस्तुत गरिसकेपछि त्यो प्रस्तुतिकरणमा धेरै मान्छेलाई यो त ल्याउनुपर्छ भन्ने थियो। फलस्वरूप 2058 साल चैत्र 28 गते गर्भपतनलाई निश्चित अवस्थामा कानुनी मान्यता दिने विधेयक तत्कालीन संसदबाट पास भएको थियो। तत्पश्चात 2059 साल असोज 10 गते मुलुकी ऐनको 11औं संशोधन मार्फत निश्चित शर्तहरूको आधारमा गर्भपतन गर्न पाउने कानुनी व्यवस्था गरियो। गर्भपतन सम्बन्धी कानुनी व्यवस्थाको परिवर्तन भए पनि गर्भपतन सम्बन्धी कसुरमा कारागारमा रहेका महिलाहरूको रिहाईमा प्रभाव पर्न भने सकेन, जसकारण FWLD को सक्रियता र CRR समेतको सहयोगमा गर्भपतन सम्बन्धी कसुरमा कारागारमा रहेका महिलाहरूको रिहाईको लागि निरन्तर पहल गरिएको थियो। त्यस समयमा कारागारमा रहेका महिलाहरूमध्ये 20% भन्दा बढी महिलाहरू गर्भपतन सम्बन्धी कसुरमा कारागारमा रहेको वुमन इन प्रिजन इन नेपाल फर एभर्सन र एभर्सन इन नेपाल वुमन इन प्रिजन नामक अध्ययनले देखाएको थियो। निरन्तरको प्रयास र पहलको परिणामस्वरूप गर्भपतन सम्बन्धी कसुरमा कारागारमा रहेका महिलाहरूमध्ये केही महिलाहरू रिहा भएका थिए।
मुलुकी ऐन 11औं संशोधन हुनुभन्दा अगाडि FWLD ले CRR को सहयोगमा एउटा रिसर्च गरेको थियो, कारागारको रिसर्च गरेको थियो। त्यसमा चाहिँ नि 65 जना महिलाहरू चाहिँ नि कारागारमा थिए। कारागारमा रहेका महिलाहरू जसको चाहिँ नि प्रतिनिधित्व गर्ने कोही छैन, उहाँहरूको मुद्दाहरूको प्रतिनिधित्व गर्दै र बहस पैरवी गर्ने कामहरू पनि गर्यौँ। त्यो पिरियडमा चाहिँ नि हामीले 35 जना महिलाहरूलाई रिहा गर्ने कामहरू गरेका थियौँ। मुलुकी ऐनको 11औं संशोधनबाट गर्भपतन सम्बन्धी कानुनी व्यवस्थाहरूमा केही परिवर्तन भए पनि लामो समयसम्म ती कानुनी व्यवस्थाको प्रयोजनका लागि आवश्यक प्रक्रियाहरू निर्माण गरी जारी गर्न नसकिँदा गर्भपतन सम्बन्धी सेवाको अन्योलता र महिलालाई थप कानुनी जटिलता एवं दण्ड सजायको भागीदार हुनुपर्ने अवस्था समेत कायमै थियो। नेपाल कानुनको रूपमा लागू भइसकेपछि पनि सुरक्षित गर्भपतन सेवा चाहिँ सुरु हुन सकेन। यसको प्रमुख कारण के थियो भन्दाखेरि चाहिँ यो जुन चाहिँ नयाँ ऐन लागू भएको थियो यसमा के भनिएको थियो भन्दाखेरि तोकिएको स्वास्थ्य कर्मीले र तोकिएको स्वास्थ्य संस्थामा चाहिँ यो गर्भपतन सेवा दिइनेछ भनेपछि तोक्ने काम हैन, यो तोक्ने काम भनेपछि जुन चाहिँ एउटा नियम अथवा कार्यविधि ल्याएर गर्नुपर्ने थियो त्यो नभएको कारणले गर्दाखेरि पनि असोज 10 मा चाहिँ यो विधेयक कानुनको रूपमा लागू भएपछि पनि कार्यान्वयनमा आउन सकेन र यो कार्यान्वयनमा नआउँदाखेरि चाहिँ थप महिलाहरू जसले चाहिँ गर्भपतन गराउनु भएको थियो उहाँहरू चाहिँ पुनः एउटा चाहिँ कारागारमा 12 जना चाहिँ नयाँ चाहिँ मुद्दाहरू चाहिँ परेको स्थितिहरू थियो र त्यसपछि हामीले चाहिँ एउटा चाहिँ सार्वजनिक सरोकारको मुद्दाको रूपमा सर्वोच्च अदालतमा चाहिँ यो छिटोभन्दा छिटो यो कार्यविधि ल्याउनु पर्यो भन्ने मुद्दा चाहिँ हामीले सर्वोच्च अदालतमा दिएको थियौँ। सुरक्षित गर्भपतन सेवा प्रक्रिया 2060 कार्यविधि चाहिँ यो पुस 10 गते पारित गर्नुभयो। सुरक्षित गर्भपतन सेवा प्रक्रिया बमोजिम 2060 साल चैत्र 5 गतेदेखि परोपकार प्रसूति गृह काठमाडौँबाट सुरक्षित गर्भपतन सेवाको सुरुवात भयो। नेपालको अन्तरिम संविधान 2063 को धारा 20 को उपधारा 2 ले प्रजनन स्वास्थ्य अधिकारलाई महिलाको मौलिक हकका रूपमा प्रत्याभूत गरेको थियो। यो प्रजनन स्वास्थ्य हकलाई स्थापित गर्ने एउटा कोसेढुङ्गा हो। अन्तरिम संविधान मस्यौदा समिति चाहिँ सर्वोच्च अदालतका पूर्व न्यायाधीश माननीय लक्ष्मण अर्यालज्यूको संयोजकतामा बनेको थियो र यो समितिलाई चाहिँ हामीले FWLD र CRR ले चाहिँ रिटन सबमिसन यो प्रजनन स्वास्थ्य अधिकारलाई किन मौलिक हकको रूपमा मान्यता दिनुपर्छ भनेर चाहिँ विभिन्न देशहरूको अभ्यासहरू, अन्तर्राष्ट्रिय महासन्धिहरू लगायतका आधारमा चाहिँ यो रिटन सबमिसन हामीले गरेको थियौँ। संविधानले मौलिक हकको रूपमा अंगीकार गरे तापनि प्रजनन स्वास्थ्य सेवा अन्तर्गतको एक अभिन्न अङ्गमध्ये गर्भपतनको सेवालाई सर्वसुलभ तथा सहज पहुँच योग्य बनाउन सकेको थिएन। संविधानले मौलिक हकको रूपमा स्थापित गरेको अधिकार सेवा शुल्ककै कारण लिन नपाउने विषयलाई FWLD र CRR को पहलमा सम्मानित सर्वोच्च अदालतमा सार्वजनिक सरोकारको विषयमा मुद्दा दायर गरिएको थियो। यो चाहिँ नेपालको अन्तरिम संविधान 2063 ले प्रदत्त गरेको महिलाको प्रजनन स्वास्थ्य अधिकारको हनन भएको थियो। त्यसको चाहिँ सेवा चाहिँ वास्तविक रूपमा चाहिँ सर्वसुलभ थिएन, पहुँच योग्य थिएन र यसमा चाहिँ नीतिगत ग्यापहरू थियो जसले गर्दा चाहिँ लक्ष्मी चाहिँ बाध्य भएन आफ्नो छैटौं सन्तान जन्माउनको लागि। ती यस्ता बाध्यता चाहिँ अरू पनि महिलाले भोग्न नपरोस् भनेर उहाँले चाहिँ यो सार्वजनिक सरकारको मुद्दा चाहिँ हाल्नुभयो। 2066 साल जेठ 6 गते सम्मानित सर्वोच्च अदालतले लक्ष्मी समेत विरुद्ध नेपाल सरकार समेत भएको मुद्दाले स्थापित गरेको महत्त्वपूर्ण दूरगामी तथा गर्भपतन र प्रजनन स्वास्थ्य सम्बन्धी प्रतिपादित सिद्धान्तहरू एक कोसेढुङ्गाको रूपमा रहेका छन्। गर्भलाई निरन्तर गर्न नसकिने र कानुनले दिएका शर्तहरूको अधीनमा रहेर गर्भपतन गर्न पाउने अवस्थामा पनि गर्भपतन गर्न नसकिरहेको अवस्थाहरू देखिन्छ। त्यो अवस्थाले मध्यनजर राखेर खास गरेर चाहिँ लक्ष्मीधीरको अवस्थामा 4-5 जना केटाकेटी पाइसकेको, फेरि पनि गर्भधारण गरेको, गर्भपतन गर्नुपर्ने उसको चाहिँ गरिबी र अन्य कारणले बाध्यात्मक अवस्था रहेको, तर गर्भपतनको लागि चाहिँ बिहाउनु पर्ने आवश्यक शुल्कहरू पनि तिर्न नसक्ने अवस्था रहेको, गर्भपतनको सेवाहरू आफ्नो गाउँठाउँमा प्राप्त नभएको, गर्भको बारेमा स्तरीय सेवा दिन सक्ने अवस्था नरहेको, यी यावत कुराहरूले गर्दाखेरि गर्भधारण गरिरहनु पर्ने बाध्यतामा जुन भइरहेकोहरू छन् तिनीहरूलाई राहत मिलोस् त्यो मुद्दामा हामीले धेरै कुराहरूको आदेश गरेका छौँ।
ऐन बनाउँदाखेरि कस्तो ऐन बनाउनुपर्छ, त्यो ऐनले के समेट्नुपर्छ, प्रजनन स्वास्थ्यको हिसाबले बहुआयामिक हिसाबबाट कानुन बनाऊ र सर्वसुलभ बनाऊ भन्ने हिसाबबाट विधायिका समेतलाई निर्दिष्ट गरेर हामीले चाहिँ यो आदेश जारी गर्नु परेको थियो। यस्तो दूरगामी असर राख्ने फैसलाको कार्यान्वयन कसरी गर्ने भन्ने सन्दर्भमा एउटा प्रभावकारी रणनीति तय गरिएको थियो। सर्वोच्च अदालतबाट जुन लक्ष्मीको मुद्दा आयो जसमा चाहिँ महिलाको गर्भपतनको अधिकार संवैधानिक र मानव अधिकार हो भनेर जुन व्याख्या भयो र त्यो फैसलाको कार्यान्वयन अत्यन्त जरुरी थियो महिलाको साँच्चैमा सुरक्षित गर्भपतनमा पहुँच हुनको लागि। र त्यो सन्दर्भमा विभिन्न सङ्घ संस्था जुन महिलाको सुरक्षित गर्भपतन सेवामा दिने संस्था र अधिकार सुनिश्चित गर्ने संस्था सबै एक ठाउँमा आएर राष्ट्रिय महिला आयोगको कोअर्डिनेसनमा FWLD को सेक्रेटेरिएट भएर र सेन्टर फर रिप्रोडक्टिभ राइट्सको सपोर्टमा यो प्रजनन स्वास्थ्य अधिकार कार्यान्वयन समूह गठन भएको थियो। गर्भपतनलाई अधिकारमुखी अवधारणाको रूपमा विकास गर्न विभिन्न कालखण्डमा भएका आन्दोलनका साथसाथै यस क्षेत्रमा कार्यरत विभिन्न सङ्घ-संस्था र नागरिक समाजको सशक्त भूमिका र आवाजहरूको सराहनीय भूमिका रह्यो। महिला कानुन र विकास मञ्चले प्रजनन स्वास्थ्य सेवालाई मौलिक हकको रूपमा व्यवस्था गराउनको लागि 53वटा जिल्लामा हस्ताक्षर सङ्कलन पनि गरेको थियो। त्यसका साथसाथै संविधान सभा मौलिक हक तथा निर्देशक सिद्धान्त समितिले तयार पारेको मस्यौदा संविधानमा प्रजनन स्वास्थ्य सेवालाई मौलिक हकको रूपमा व्यवस्था गर्नको लागि महिला कानुन र विकास मञ्चले विभिन्न चरणमा संविधान सभाका सदस्यहरूसँग अन्तर्क्रियात्मक छलफल कार्यक्रमहरू गरिरहेको अवस्था चाहिँ नि थियो। महिलाको शरीरसँग सम्बन्धित र त्यो शरीरसँग मात्रै सम्बन्धित भएन, त्यो चाहिँ महिलाको व्यक्तित्वसँग पनि सम्बन्धित हो। त्यसले गर्दाखेरि एउटा महिलाले हैन कहिले हाम्रो जस्तो समाजमा कतिखेर विवाह गर्ने, कति बच्चा जन्माउने नजन्माउने हैन, त्यसपछि जस्तो चाहिँ यो गर्भपतनका कुरा हैन, सबै कुराहरू चाहिँ प्रजनन हक अन्तर्गत पर्छ। त्यसले गर्दाखेरि यो महिलाको शरीरसँग सम्बन्धित भएर उसको चाहिँ समग्र जीवन र उसको व्यक्तित्वसँग सम्बन्धित भएको कारणले गर्दाखेरि प्रजनन हक चाहिँ महिलाको हक अन्तर्गत हुनुपर्छ र आफ्नो शरीरसँग सम्बन्धित भएर हुने जति पनि खालका चाहिँ हैन निर्णयहरू हुन्छन् त्यो कुरामा चाहिँ महिला आफैले निर्णय गर्न पाउनुपर्छ भन्ने हिसाबबाट हामीले त्यतिखेर मस्यौदामा लेखेका थियौँ। नेपालमा पहिलो पटक संविधान सभा मार्फत 2072 सालमा नेपालको संविधान जारी भयो। यो संविधानले मौलिक हक अन्तर्गत सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य हकलाई अंगीकार गर्यो। लक्ष्मी समेत विरुद्ध नेपाल सरकार समेतको मुद्दा उपर भएको फैसलाको कार्यान्वयन गर्नुपर्ने दायित्व नेपाल सरकारको हो। फैसला कार्यान्वयन गर्नको लागि गैर सरकारी सङ्घ-संस्था, नागरिक समाज तथा अधिकारकर्मीले राज्यलाई दबाव सृजना गर्नुका साथै सरकारको तर्फबाट समेत सकारात्मक प्रयास भयो। मौलिक हक अन्तर्गत गर्भपतन पनि एउटा प्रजनन स्वास्थ्यको अभिन्न अङ्ग भएको हुनाले प्रजनन स्वास्थ्यका सबै सेवाहरू सरकारी स्वास्थ्य संस्थाहरूमा निःशुल्क भए तापनि गर्भपतन सेवा चाहिँ त्यतिखेर पनि तपाईँको शुल्क लिने चलन थियो। सुरक्षित गर्भपतन सेवाको लागि भिन्दै बजेट विनियोजन गरेर निःशुल्क सुरक्षित गर्भपतन सेवा सञ्चालन गर्न सकेका हौँ, जसले चाहिँ नि महिलाको जीवन र स्वास्थ्यलाई मात्र नभएर उसको चाहिँ आफ्नो प्रजनन स्वास्थ्य हकलाई कार्यान्वयन गर्नको लागि पनि नेपाल सरकारले केही रूपमा चाहिँ यसलाई रिकग्नाइज गरेको ठहर्छ। यसरी पूर्वाधार तयार पारिसकेपछि अब यसलाई निःशुल्क बनाउनु पर्यो भनेर भन्दा कसरी गर्ने भनेर भन्दाखेरि हामीले के भन्ने जुन सुरक्षित मातृत्व कार्यक्रम छ त्यो सुरक्षित मातृत्व कार्यक्रम अन्तर्गतै यसलाई घुसाएर त्यहाँबाट नै हामीले जति लागेको खर्च हुन्छ यसलाई चाहिँ निःशुल्क गर्ने भनेर स्वास्थ्य संस्थाहरूमा परिपत्र गरेर निःशुल्क भए। यही बीचमा लक्ष्मी विरुद्ध नेपाल सरकारको मुद्दाको फैसला कार्यान्वयन गर्नुपर्ने सरकारको दायित्व
र विभिन्न सङ्घ-संस्था तथा सरकारवालाहरूले गरेको निरन्तरको प्रयास स्वरूप 2073 सालदेखि सरकारद्वारा सञ्चालित अस्पताल तथा स्वास्थ्य संस्थाहरूबाट गर्भपतन सेवा निशुल्क रूपमा प्रदान गर्न थालियो। यो सोही फैसलाको एक अङ्ग थियो। नेपालको संविधानले प्रत्याभूत गरेको सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धी मौलिक हकको कार्यान्वयनका लागि 2075 सालमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन 2075 जारी भयो। सो ऐनको उद्देश्य प्रजनन स्वास्थ्य सम्बन्धी हकको सम्मान, संरक्षण र परिपूर्ति गर्नको लागि र यो सेवालाई सुरक्षित, गुणस्तरीय, सर्वसुलभ तथा पहुँचयोग्य बनाउनु रहेको छ। अधिकारमुखी अवधारणालाई बोकेको यो ऐनको मस्यौदा तयार गर्नेदेखि जारी गर्ने प्रक्रियासम्मका विभिन्न चरणहरूमा नागरिक समाज, विज्ञ चिकित्सक, स्वास्थ्यकर्मी, प्रजनन स्वास्थ्य अधिकार कार्य समूह RHRWG र सरकारबीच निरन्तर छलफल र सहकार्य भएको थियो। यो ऐन आइसकेपछि पनि लगभग 2 वर्षसम्म यसको नियमावली आएन। नियमावली नआएपछि यसको कार्यान्वयनमा धेरै जटिलताहरू देखा परे, जस्तै कि ऐनले प्रदत्त गरेका सेवाहरू कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा, जस्तै यो निशुल्क गर्भपतन सेवाको सवालमा, त्यसपछि ऐनले प्रावधान बनाएका यो बजेट विनियोजनको सम्बन्धमा, त्यसै गरी किशोर किशोरी मैत्री र यो अपाङ्गता भएका व्यक्तिहरू मैत्री प्रजनन स्वास्थ्य सेवाको सञ्चालनको सवालमा, र अर्को एउटा महत्त्वपूर्ण पक्ष यो प्रजनन स्वास्थ्य सेवालाई यसको प्रभावकारिता र यसको कार्यान्वयनमा चाहिँ अनुगमन गर्ने निकाय प्रजनन स्वास्थ्य सेवा समन्वय समिति भन्ने, यो सबै कुरामा चाहिँ पहल कदमी सरकारबाट भएन। FWLD-ले 2077 सालमा एउटा सार्वजनिक सरोकारको मुद्दा लिएर गयो। त्यो मुद्दामा चाहिँ प्रमुख माग्यो ऐनलाई कार्यान्वयन गर्न नियमावली चाहिँ चाँडोभन्दा चाँडो लागू हुनु पर्यो भन्ने प्रमुख मागसहित यो मुद्दा गएको थियो। यसरी यो सार्वजनिक सरकारको मुद्दा गइसकेपछि त्यो मुद्दामा अदालतको कारण देखाउ आदेश आइसकेपछि यो ऐनलाई कार्यान्वयन गर्न आवश्यक कदमहरू सरकारबाट भएको देखिन्छ। विभिन्न सङ्घ-संस्थाको पहलमा भएका कार्यले सरकारलाई उत्तरदायी बनाउन उदाहरणीय भूमिका खेलेको देखिन्छ। त्यसका साथै गैरसरकारी सङ्घ-संस्था, नागरिक समाज र अधिकार कर्मीहरूले निरन्तर गरिरहेको ओकालत तथा नेपाल सरकारको सकारात्मक पहलको कारणले सुरक्षित गर्भपतन सेवा कार्यक्रम व्यवस्थापन निर्देशिका, किशोर किशोरी मैत्री स्वास्थ्य सेवा सञ्चालन निर्देशिका, अपाङ्गता मैत्री प्रजनन स्वास्थ्य सेवा तथा सुरक्षित मातृत्व सेवा सम्बन्धी निर्देशिका कार्यान्वयन गर्ने काम भइरहेको छ। ऐन कार्यान्वयनका लागि भएका पहल कदमी पश्चात सेवाको विस्तार, निरन्तरता र गुणस्तरीयतामा थप कार्य गर्न आवश्यक देखिन्छ। मुलुकी ऐनको संशोधनबाट जब यसले कानुनी मान्यता पायो, त्यो बेलादेखि यसले सुरक्षित मातृत्व तथा प्रजनन अधिकार ऐन, नियमावली हुँदै जनस्वास्थ्य सेवा ऐन तथा नियमावली लगायतका विभिन्न हाम्रो कानुनी दस्तावेजहरूमा यसले कानुनी मान्यता त प्राप्त गर्यो नै, सँगसँगै यसको सेवाको उपलब्धता र यो चाहिँ महिलाहरूको एउटा चाहिँ अधिकारको रूपमा पनि क्रमशः स्थापित हुँदै गएको अवस्था छ। अहिले कानुनी रूपमा चाहिँ 28 हप्तासम्मको गर्भपतन चाहिँ विशेष अवस्थाहरूमा चाहिँ गर्न पाइने भन्ने छ। 12 हप्तासम्मलाई त गर्भवती महिलाको आफ्नै इच्छाले उनको श्रीमान अथवा परिवार कसैको पनि केही सहमति आवश्यक नपर्ने गरेर चाहिँ यो लिन पाइने भन्ने छ। नेपाल सरकारले सरकारी स्वास्थ्य संस्थाहरूबाट त निशुल्क रूपमै पनि उपलब्ध गराएको छ। विभिन्न चुनौतीहरू पनि हेरेका छौँ र त्यसलाई सम्बोधन गर्ने प्रयास पनि नभएको होइन। हामीले कानुन संशोधनको पनि प्रक्रिया एक चरणसम्म अगाडि बढिसकेको छ। यसको लागि हामीले कानुन निर्माता हाम्रो सांसदज्यूहरूदेखि लिएर उच्च पदस्थ नीति निर्माता सबैसँग पटक पटक यसको बारेमा बहस पैरवीहरू पनि भएको छ। महिलाको मानवाधिकारलाई विशेष रूपमा संरक्षित गर्ने महासन्धि लगायत महिलाको प्रजनन स्वास्थ्यको अधिकारलाई सुनिश्चित गर्ने विभिन्न मानवाधिकार सम्बन्धी अन्तर्राष्ट्रिय दस्तावेजहरूको नेपाल पक्ष राष्ट्र समेत हो। तर अनेक प्रयास र प्राप्त उपलब्धिका बावजुद पनि महिलाहरूले गर्भपतन सम्बद्ध अधिकारको पूर्ण रूपमा उपभोग गर्न अझै पाएका छैनन्।
गर्भपतन गराएकै आरोपमा अहिले पनि दण्ड सजाय पाउने अवस्था विद्यमान रहेको CRR र FWLD ले गरेको एक अध्ययनले देखाएको छ। यसैलाई मध्यनजर गरेर FWLD र CRR ले विभिन्न गैरसरकारी सङ्घ-संस्था, नागरिक समाज र अधिकारकर्मीसँगको समन्वयमा गर्भपतन सेवालाई पूर्ण निरपराधीकरण गर्नको लागि संवाद, बहस, पैरवी तथा ओकालत गर्दै आइरहेको थियो। फलस्वरूप प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको 2078 साल साउन 11 गते बसेको बैठकले मुलुकी अपराध संहिता 2074 को गर्भ संरक्षण विरुद्धको कसुर सम्बन्धी परिच्छेद खारेज वा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन 2075 को आवश्यक संशोधनको लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिने कार्य भएको थियो। यसका साथै CRR र FWLD ले महिलामाथि हुने कुनै प्रकारको विभेद अन्त्य गर्ने महासन्धि र विश्वव्यापी अद्यावधिक समीक्षामा आफ्नो छाया प्रतिवेदनहरू प्रस्तुत गरी नेपाललाई महिलालाई गर्भपतन अधिकारको पूर्ण प्रत्याभूत गर्न र पूर्ण रूपमा गर्भपतनलाई निरपराधीकरण गर्नैका लागि सिफारिस गरेको छ। निरपराधीकरणको वकालत गर्ने क्रममा चाहिँ विशेष गरी यसको के छ भन्दाखेरि यो जीवनको अधिकार, जस्तो महिलाको चाहिँ ज्यानमै खतरा छ भने पनि 28 हप्ताभन्दा बढी अवधिको गर्भ चाहिँ गर्भपतन गर्न नपाइने भनेपछि बरु महिला मृत्यु भए पनि गर्भपतन गर्ने अधिकारबाट चाहिँ वञ्चित गरेको स्थिति छ। त्यही हामीले अहिले चाहिँ एउटा मुद्दा सर्वोच्च अदालतमा चाहिँ यो महिलाको जीवनको अधिकार र महिलाको समानताको अधिकार लगायत विभिन्न मौलिक हकलाई समेत असर परेको भनेर हामीले सर्वोच्च अदालतमा चाहिँ मुद्दा पनि विचाराधीन अवस्थामा छ। गर्भपतन सेवा लिन चाहेका महिलाहरू र सेवा दिने सेवा प्रदायकलाई कुनै पनि हालतमा चाहिँ दण्ड सजाय हुने व्यवस्था हुन नहुने भनेर चाहिँ फ्रान्सले रेकमेन्डेसन दिएको थियो र त्यो रेकमेन्डेसनलाई नेपालले स्वीकार पनि गरिसकेको छ र त्यसलाई पालना गर्नको लागि पनि नेपालले चाहिँ गर्भपतनलाई पूर्ण रूपमा निरपराधीकरण गर्नुपर्ने नै आवश्यक देखिन्छ। सिडा लगायतका सन्धिहरू र सिडा कमिटीको रेकमेन्डेसन, UPR को रेकमेन्डेसन, साथसाथै यो WHO को अबोर्सन केयर गाइडलाइन समेतलाई हेरेर पनि नेपालमा चाहिँ गर्भपतनलाई पूर्ण रूपमा निरपराधीकरण गर्नुपर्ने काम अझै पनि बाँकी छ। प्रजनन स्वास्थ्य र गर्भपतन अधिकार महिलाको मानवाधिकार हो भने यो नेपालले प्रतिबद्धता जनाएको अन्तर्राष्ट्रिय उत्तरदायित्व समेत हो। यसलाई नेपालको संविधानले पनि मौलिक हकको रूपमा अंगीकार गरेको छ। यो अधिकारको सुनिश्चितताका साथै यसको सहज उपयोग गर्न पाउनु सबै महिलाहरूको अधिकारको विषय हो भने राज्यको दायित्व समेत हो। यही विषयलाई आत्मसात गरी सोही अनुकूलको कानुन, नीति, कार्यक्रम र योजनाहरू निर्माण गर्नु र कार्यान्वयन गर्नु आजको आवश्यकता हो। तर अहिलेको गर्भपतन सम्बन्धी कानुनी व्यवस्था सो मुताबिक नभएको कारण संविधानले परिकल्पना गरेको र सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन 2075 को प्रस्तावना समेत प्रतिकूल देखिन्छ। तसर्थ गर्भपतन सम्बन्धी अधिकारलाई नेपालको संविधान, अन्तर्राष्ट्रिय दायित्व, सम्मानित सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्त र हालै विश्व स्वास्थ्य संगठनले सिफारिस गरे मुताबिक ऐन संशोधन गरी पूर्ण रूपमा निरपराधीकरण गर्दै महिलाको गर्भपतन गर्न पाउने मानव अधिकारको सुनिश्चितताको लागि सबैको तत्परता आवश्यक छ।